तपाईहरुले औषधि खोज्दाखेरि आँखा कान नाक जहाँसुकै हाल्ने औषधि पनि सियो काँडा बिल कुनै वस्तुले पनि तपाईहरुले त्यसलाई खोज्न मिल्दैन बुझ्नुभयो पाल मान्न मिल्दैन यो भित्र चाहिँ यसको बिलको भित्र चाहिँ अटोमेटिक पाल मान्ने वस्तु हुन्छ बुझ्नु भएको छ यहाँसम्म बुझ्नु भएको छ नि हैन ल अब कसरी हाल्ने त औषधि हाल्ने तरिका भन्दैछु ल बुवा उल्टिन्छ हजुर चाहिँ भाग्यमानी हुनुभएछ तपाईँ चाहिँ ट्याक्कै हाल्नु पाउनुभयो ल सबैजनाले हेर्नु होला है यहाँको सबैजनाले हेर्नु होला कुनाको अपरेसन भएको ल ल यसरी अगाडि फर्केर बस्नुहोस् माथि हेर्नुहोस् त माथि हेर्न लगाउने कुनै ठाउँमा बसाउनु लाउनु होला अहिले मैले उठाएर तपाईँलाई देखियोस् भनेर यस्तो गरेको अनि माथि हेर्नुहोस् भन्नु होला ल माथि हेर्नुहोस् भन्नुहोस् तलको परेलीले ढकनलाई यसरी तान्नु होला एक हातले औँलाले र यसरी हेर्नु त तानेपछि ठाउँ भयो औषधि अट्ने ठिक छ यसपछि माथिबाट यति माथिबाट है अगाडि फर्किदिनुहोस् अलि माथिबाट चाहिँ औषधि नछोइकन माथिबाट हाल्नु होला पर्यो बुझ्नुभयो एकचोटिमा कति थोपा हाल्ने एकचोटिमा कति थोपा हाल्ने ल एकचोटिमा चाहिँ एक थोपा मात्रै राख्ने अब कसरी राख्ने कहिलेसम्म राख्ने त दिनको एक घण्टामा कसरी दिनको एक घण्टामा तपाईहरुले एक हप्तासम्म राख्ने एक थोपा बुझ्नुभयो पहिलो हप्ता कसरी राख्ने एक घण्टामा एक थोपा बुझ्नु भएको छैन पहिलो हप्ता घण्टाको एक थोपा राख्ने कसरी राख्ने एक घण्टामा एक थोपा बिरामीको मान्छेले बुझ्नु होला है दोस्रो हप्ता चाहिँ कसरी राख्ने 6 पटक 2 घण्टामा राख्ने बुझ्नु भएको छ तेस्रो हप्ता चाहिँ 4 पटक 3 घण्टामा राख्ने बुझ्नु भएको छ चौथो हप्ता भनेको 2 पटक राख्ने घटाउँदै जाने बुझ्नुभयो नि पहिलो हप्ता एक घण्टाको कति पटक राख्ने एक घण्टाको 12 पटक एक थोपा दोस्रो 7 दिन भनेको 7 दिनदेखि 14 दिनसम्म 6 पटक 2 घण्टाकोमा बुझ्नु भएको छ तेस्रो हप्ता भनेको 15 दिनदेखि 21 दिनसम्म 4 पटक राख्ने एक थोपा अपरेसन गरे आँखामा मात्रै अनि चौथो हप्ता भनेको 22 दिनदेखि 28 दिनसम्म तपाईले चाहिँ 2 पटक राख्न सक्नुहुन्छ बुझ्नु भएको छ यतिसम्म बुझ्नु भएको छ बुझ्नु भएको छ ल औषधि अपरेसन गरेको आँखामा मात्र राख्ने र यो औषधि मात्रै राख्ने यो औषधि बाहेक अरू औषधिमा राख्नु होला यो औषधि कुन आँखामा राख्ने आज अपरेसन भएको आँखामा मात्र राख्नु मिल्यो बुझ्नु भएको छ तपाईहरुले घरमा कुनै औषधि खाइराख्नु भएको छ शरीरको समस्या भएर अथवा आँखाको समस्या भएर कुनै औषधि लाइराख्नु भएको छ भने त्यो औषधिलाई लाइराख्ने तर योलाई चाहिँ छोड्नु भएन यो औषधि चाहिँ दुवै आँखामा राख्नु भएन जुन आँखा अपरेसन गरे हो त्यो आँखामा मात्र बुझ्नु भएको छ राख्ने कसरी पहिलो हप्ता कसरी राख्ने पहिलो हप्ता घण्टाको दोस्रो हप्ता 2 घण्टाको तेस्रो हप्ता 3 घण्टाको चौथो हप्ता चाहिँ 2 टाइम एक टाइम हाल्दै छोड्ने बुझ्नु भएको छ यहाँसम्म ल अब खानेकुराहरू के खाने त आँखाको लागि केही पनि बार्नु पर्दैन सारो कुरा चाहिँ बार्नुपर्छ बुझ्नुभयो दाँतले चपाउन नसक्ने कुराहरू चाहिँ बार्ने रक्सी चुरोट बार्ने त्यो बाहेक सबै खान मिल्छ कोमलो बनाएर खाने बुझ्नुभयो खानेकुरामा केही दुविधा छ फेरि पनि भन्दैछु खानेकुरा केही पनि बार्नु पर्दैन सारो कुरा चाहिँ खानु भएन सारो कुरा खायो भने असर पर्न जान्छ बुझ्नुभयो सारो कुरा नखाने कोमलो बनाएर जे खानु भन्दै खानुहोस् तर बुझ्नु भएको छ चामल चुरोट रक्सी तपाईँले खानुभयो भने रक्सी खाए आँखा बिना आउँथ्यो रक्सी छोडेपछि आउँछ अहिले भन्नु त रक्सी छोडेपछि किन लगाउनु भएको भन्दिनु न रक्सी छोडेपछि केही समस्या छ आँखामा रक्सी छोडेपछि केही समस्या छ अहिले सुन्नुभयो नि रक्सी खाएपछि कति असर हुँदो रहेछ त्यो भावनाले रक्सी चाहिँ तपाईँहरूले अपरेसन गरेको सकेसम्म 1 महिना तपाईँहरूले चाहिँ खानै हुँदैन सक्नुहुन्छ भने छोडिदिनुहोस् अब बुढेसकाल लाग्यो खाँदै नखानुहोस् सकिँदैन भने 1 महिना चाहिँ तपाईँहरूले चाहिँ रक्सी छुन मिल्दैन रक्सी छुन बुझ्नुभयो नि 1 महिना नखायो भने बनिँदैन केही हुँदैन तपाईँहरूलाई आँखा राम्रो हुन्छ त्यसको लागि चाहिँ छोड्नु पर्ने हुन्छ है त खानेकुरा बुझ्नुभयो काम गर्ने कुराहरू के काम गर्न मिल्छ त काम के गर्नु मिल्छ
भारी गरमको कुराहरू उठाउनु मिल्दैन। भारी गरमको कुरा 1 महिनासम्म नउठाउनु होला, धेरै दिउरेर चाहिँ काम नगर्नु होला, बुझ्नुभयो? अरू सबै काम गर्नु मिल्छ। घाममा जाँदाखेरि एउटा कालो चस्मा आउँछ, त्यो लगाएर जानु मिल्यो, वाला जानु मिल्यो, सबै ठाउँ जानु मिल्यो। तर धेरै भारी हल्का हल्का काम सबै गर्न मिल्छ है त? बुझ्नुभएको छ? गरमको काम नगर्ने, बुझ्नुभयो? काम के गर्ने के नगर्ने, यहाँसम्म बुझ्नु भएको छ? अब अलिअलि गरेर गर्ने अप्ठ्यारोलाई चाहिँ अब चाहिँ तपाईँहरूले आँखाको सरसफाइ कसरी गर्ने भन्ने कुरा सिक्नुपर्ने हुन्छ मेन चाहिँ है। तपाईँहरूसँग एउटा यो आइ सिड भन्छ यसलाई चाहिँ, यो छ सबैजनासँग, बिरामीसँग सबैसँग छ यो। किन दिएको थाहा छ? योलाई तपाईँहरूले राति सुत्दाखेरि लगाउने, दिउँसो के लगाउने? चस्मा। राति सुत्दाखेरि यसलाई लाउने। कसरी लाउने त? अब यो टेप दिएको छ, बुझ्नु भएको छ? टेप दिएको छ, योलाई चाहिँ बीचको पल नटालिने गरी यहाँबाट अलिअलि टाँस्ने र हेर्नुहोस् है, यताबाट पनि अलिअलि टाँस्ने। टाँस्यो भने के हुन्छ? आँखामा यसरी राखिदियो भने छोपियो अनि सुत्ने। बुझ्नुभयो? यसको काम बुझ्नुभयो? यसको काम बुझ्नुभयो? यसरी चाहिँ 1 महिनासम्म सुत्ने है त। अनि यसलाई चाहिँ लाउनुभन्दा अगाडि 5 मिनटसम्म तातो पानीमा भगभग उमाल्ने, पग्लिँदैन यो। उमालिसकेपछि साबुन पानीले बिजी हात धुने, त्यसपछि मात्रै यो प्रयोग गर्ने, नत्र त सङ्क्रमण हुनसक्छ। थाहा छ नि होइन? हात फोहोर हुन्छ, माटो हुन्छ घरमा, माटोको घर होला होइन, त्यो किसिमले गर्दाखेरि त्यसरी गर्ने। बुझ्नु भएको छ? अनि अर्को कुरा अर्को पनि दिएको छ तपाईँहरूलाई। कपास किन दिएको हो त? आँखाको सरसफाइ र हेरचाह गर्नको लागि। यो कपास चाहिँ तपाईँहरूलाई लगभग 1 महिना पुग्न सक्छ। नपुग्यो भने नजिकको फार्मेसीहरूबाट अथवा हाम्रै दत्तो दिन्छौँ हामीले निःशुल्कै, पैसा लिँदैनौँ है। फार्मेसीमा गयो भने 10 रुपियाँको पाउँछ यो चाहिँ। अनि यसलाई अलिअलि निकाल्ने, बिहान उठ्दाखेरि तातो पानीमा 5 मिनट उमाल्ने यो कपासलाई, अनि साबुन पानीले हात धोएर अपरेसन गरेको आँखामा बिहान चिप्राहरू आएको हुन्छ 1 महिनासम्म, त्यो चिप्राहरूलाई चाहिँ तपाईँहरूले यो भागमा त्यो कपासलाई पानीमा उमालेर निचारेर अलिअलि सुक्खा बनाएर सफा गर्ने। अघि सफा गरेको जस्तै सफा गर्दाखेरि नाकको भागबाट बिस्तारै छुने, पुस्ने मात्रै। खिच्यो भने फेरि रातो हुनसक्छ, रगत जम्न सक्छ, त्यतिखेर समस्या हुनसक्छ। पुस्ने मात्रै। नाकको भागबाट कानको भागतिर जाने सफा गर्दाखेरि जहिले पनि। एकचोटि नाकबाट कानतिर जानुभयो भने त्यो फाल्ने, फेरि त्यसै आँखामा लग्नु मिल्दैन। यहाँसम्म बुझ्नु भएको छ? बुझ्नु भएको छ? अब ल तपाईँहरूले बुझ्नु भएको छैन, केही कुरा बुझ्नु भएको छैन भने यहाँ नेपालीमा पनि लेखिदिएको छ, पछाडि सबै लेखिदिएको छ। पछाडि औषधि हाल्ने जम्मै कुराहरू है त। अनि तपाईँहरूको आँखा रातो भयो, चिलायो, बिजायो भने तपाईँहरूले चाहिँ सुन्नु आँखामा छोइहाल्नु भयो भने तपाईँको सङ्क्रमण हुनसक्छ, समस्या हुनसक्छ। त्यो कारणले गर्दाखेरि आँखा मिच्ने, आँखामा छुने काम चाहिँ के गर्नु पर्यो? बन्द गर्नु पर्यो। बुझ्नु भएको छ? आँखा छुनु भएन, यहाँ सबै लेखिदिएको छ। ध्यान दिनुपर्ने कुराहरू। अचानक खतरा रातो अथवा केही दुख्ने त्यस्तो समस्या भयो भने कहाँ जाने? कहाँ जाने त? टाढाको मान्छेले नजिकको अस्पतालमा जाने, आँखा अस्पतालमा जाने होइन भने तुरुन्त यहाँ नम्बर छ हाम्रो, अर्को कागजमा नम्बर छ, फोन गरेर सोध्ने। फोन जति बेला पनि उठ्छ है त, फोन गरेर सोध्नु पनि सक्नुहुन्छ। केही रातो भयो, झन् बिजायो अथवा धमिलो हुँदै गयो भने तुरुन्तै आँखा अस्पताल। 7 दिनको भनेको भोलि धमिलो भयो भने भोलि पनि आउनुपर्ने हुन्छ। बुझ्नुभयो? अथवा 1 महिनाको बोला छ, 15 दिनमा धमिलो भयो भने त्यो बेला पनि आउनुपर्ने हुन्छ। केही समस्या पऱ्यो भने तुरुन्तै अस्पतालमा आइहाल्नु पर्यो। घरमा बस्यो हो ठिक भइहाल्ला, औषधि हालेकै छ भनेर बसेर हुँदैन। बुझ्नु भएको छ? बिरामी मान्छेले सबैले सुन्नु होला मजाले ल। अरू केही तपाईँहरूले नबुझ्नु भएको केही छ भने ल सोध्नुहोस् पालै पालो। अनि सर यो पहिला हालिराखे आँखामा हाल्ने औषधि त्यो नहाल्ने हो सर? मैले अघि भनिसकेको छु त्यो क्वेसन, तपाईँ सुन्नु भएन जस्तो छ। पुरानो औषधि कुनै खाइराख्नु भएको छ, आँखामा लगाइराख्नु भएको छ भने त्यसलाई लाउने, तर अहिलेकोलाई चाहिँ नछोड्ने। अहिलेकोलाई पनि लाउनु पर्यो, अहिलेको त इम्पोर्टेन्ट हो। पुरानोलाई छोड्नु भएन, पुरानोलाई पनि लगाइराख्ने त्यही अनुसार। टिभी होस् कि चक्का होस्, जेसुकै भए पनि तपाईँलाई खाने औषधि खाइराख्नुहोस् भनेको छ नि होइन? मिल्छ, सबै मिल्छ। आराम चाहिँ गर्ने हो, टिभी हेर्नु मिल्छ, घाम धुवाबाट मात्रै बस्ने हो है त। बुझ्नु भएको छ?
अरू केही नबुझेको छ भन्नुहोस् यो अनिट पनि पर्नु हुँदैन होला नि हजुर अनिट पर्नु हुँदैन होला नि सर अनितो नपर्ने अनितो पऱ्यो भने त आँखा रातो हुन्छ किन अनितो पर्ने होइन त अनितो मोबाइल किन हेर्ने त्यति बच्चाले आराम गर्नु नि अहिले आराम बेला हो अलिअलि हेर्नु होला नहेर्ने धेरै अरू भन्नु अरू केही छ मोबाइल धेरै नचलाउने जस्तै सर अपरेसन गरे आँखामा पहिला हालिराखे औषधि हालेपछि केही असर गर्दैन केही पनि गर्दैन ल अरू भन्नुहोस् हजुर अरू केही हजुरहरूको जिज्ञासा प्रश्न ल एउटा कुरा उहाँले राम्रो प्रश्न गर्नुभयो तपाईँहरू गाडीमा बिस्तारै जानुहोस् अगाडिको सकेसम्म अगाडिको सिटमा जानुहोस् होइन अहिले धुलो पनि छैन केही छैन आनन्द छ तर बाइकमा चाहिँ नजानुहोस् है अटोमा जानु मिल्छ बाइकमा चाहिँ नजानुहोस् आजलाई चाहिँ बाइकमा नजानु अब 2-4 दिनपछि एक हप्तापछि जानु मिल्यो आजलाई चाहिँ बाइकमा नगइदिनु होला कृपया है प्लिज बाइकमा चाहिँ नगइदिनु होला गाडीमा बिस्तारै जानु होला आनन्दले गाडीमा त्यस्तो असर हुँदैन मिल्छ